हेलो एभ्रिवान, दर्शन सबैजनालाई दर्शनको साथसाथमा शुभ बिहानी पनि भन्न चाहे हैन। साथमै मैले आज हजुरहरूको लागि भनेर के लिएर आएको छु भन्दाखेरि यो हेर्न सक्नुहुन्छ हजुरले। पोते यसको डिटेल्स भन्नुपर्दा चाहिँ यो चाहिँ हजुरको स्क्रिनमा अलि येल्लोइश टाइपको देखेको छ, तर यो चाहिँ प्यारोट ग्रीन हो हैन। हामीले चाहिँ सी ग्रीनको चाहिँ यसमा पाइप बनाएका छौं भने प्यारोट ग्रीनको चाहिँ हामीले यसमा फ्लावर बनाएका छौं। र यो हजुरको सी ग्रीनको पोते है। हजुरहरूलाई पनि चाहिन्छ, गिफ्ट दिन खोजिराख्नु भएको छ भने यो चाहिँ हामीसँग अलिकति धेरै नै छ। न्यू इयरमा सबैले सेम म्याचिङ ड्रेसमा पोते लगाएर आफूलाई डिफ्रेन्ट ट्रेनिङमा ल्याउन खोजिराख्नु भएको छ भने सम्झिन सक्नुहुन्छ। यो डिजाइनमा छ है। यही डिजाइनमा चाहिँ हामीसँग डिफ्रेन्ट 3 कलरमा छ, 3-4 कलरमा छ। हजुरलाई चाहिँ म देखाउँछु। यो रह्यो प्यारोट ग्रीनमा, त्यस्तै गरेर यो रह्यो हजुरको ब्लू कलरमा। जस्तो हजुरको ब्लू कलरको ड्रेस छ भने यसलाई चाहिँ क्यारी गरेर ड्रेसमा म्याचिङ गर्न सक्नुहुन्छ। यसमा चाहिँ हामीले यो माथिको कटिङ पोते जापानिज पोते पनि ब्लू नै राखेका छौं भने पाइप पनि ब्लू नै छ है। यो सबै हाम्रो जापानिज कटिङ पोते हो, खुइलिदैन, एकदमै राम्रो पोतेमा रहेको छ। ब्लूमा भयो। त्यसै गरी एकदमै धेरै मन पराइराख्नु भएको सबैजनाले यो पर्पल कलर छ है। यति धेरै मैले अहिले दिइरहेको छु हजुरहरूको माझमा। यो पर्पल कलर पनि रहेको छ। हामीसँग अब यो पर्पल कलर धेरै छैन, 4, 5, 6, 7 वटा मात्रै छ है। त्यसै गरेर एकदमै धेरै ट्रेडिङमा रहेको यो 2026 को पोते चाहिँ यो रहेको छ हैन। अब रस्ट कलर चाहिँ यो भन्दा अलिकति डार्क हुन्छ भने यो चाहिँ अरेन्जमा हो। यदि हजुरहरूले पनि अरेन्ज कलरको ड्रेसमा म्याचिङ गर्न खोजिराख्नु भएको छ भने सम्झिन सक्नुहुन्छ। यो चाहिँ हामीसँग कतिवटा सेम डिजाइन कतिवटा कलरमा छ भने म हजुरहरूलाई देखाइसकेको छु। एउटा अरेन्ज, अर्को रहेको छ यो पर्पल है। त्यसपछि रहेको छ यो ब्लू, त्यसपछि रहेको छ यो सी ग्रीन, हेर्न सक्नुहुन्छ। अनि मैले चाहिँ अस्ति यो पोतेको भिडियो बनाएको थिएँ हैन। यस्तो कटिङ पोते चाहिँ मसँग छ। यदि हजुरलाई त्यो कटिङ पोतेमा चाहिँ हजुरको ड्रेस म्याचिङ भइरहेको छ भने त्यो हेरेर पनि अर्डर गर्न सक्नुहुन्छ। थ्यांक यू।